10 बजे भनेको त 11 बजिसक्यो। बाबु अहिले पनि फुल मस्तीमा छ। असार 15 मनाइरहेछ फुटबल लिएर, दुईटा फुटबल लिएर। ल हेर्नुहोस् घडीमा 11 बजेर 5 मिनट भइसक्यो। अहिले बाबुलाई निद्राको यति पनि झलक छैन। गोल हानिदियो। मिलाइदिन्छु बेटा, तल जानु पर्दैन। बाबुको आँखामा निद्रा भन्ने चिज छैन। उसलाई बिहान भइरहेछ। ऊ क्या त्यहाँ र बाबुले मेरो ब्याट चाहिएको छ। अब गएर मम्मीलाई धुन्छ ब्याटले। यसको मम्मी यहाँ बस्नु भएछ। अब धुन्छ ब्याटले। ओ क्रिकेट खेल्ने मम्मी बेटु। ल ल उहिरा मम्मी फेके। ल अरे वाह, ल ल ल बेटा। अरे वाह, उसको डरले के खान्दिनु। हाँ बेटू, ल ल जल्दी 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 बोल बोल। यहाँ भाई बोल। ये बात जल्दी मारो जल्दी मारो। ये बेटा। मम्मीले पुरा इन्करेज गरिराख्नु भएको छ छोरोलाई। बाबुको ब्याट भन्दा ठुलो बल भएछ। मम्मीलाई धोइदेऊ एकचोटि। मम्मीले धुन्न हौ। खसे 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 खसे। ये मर दिसामी रंगदारी करता है। ककुलाई धोइदेऊ। ककुल धोइदेऊ। ढिलो आउनु भएको छ। ल ल जल्दी 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 ओ बलिया ये ल बेटा जित्यो पछि त अब सुत्नै पर्छ बेटा। अब सुत्नु पर्छ। ब्याटबाट फालिदियो।